सुन्न कान्छी पल्लो घरको दिदी त पेटको बिरामीले खस्यो, घर पनि सुन्नै भयो, भएको श्रीमानलाई पनि रक्सीले लग्यो, छोरा पनि गाजा खाएर बाहिर भएको राम्रो छोरी पनि जापानमै छ अरे। ए ठुली बोली त छोरी जापानबाट आउँदैछ नि। हो र त्यही त आजकल बाबुआमा मर्दा छोराछोरीले अनुहार हेर्न पाउँदैन र छोराछोरीले बाबुआमाको अनुहार हेर्न पाउँदैन। त्यही त देश विदेशको कारणले गर्दाखेरि हो नि। गोबर सम्राज्ञी विराटनगर में तो सिंगिंग कंपटीशन से थाने छसिया ए हसे तोरा त गीत गावे लाउछ थिए नै जेबै कि कति नै जेबै। अबको पालोमा बोलाउन चाहन्छु अर्को प्रतियोगी उहाँलाई स्वागत गरौँ। नमस्ते नमस्ते तपाईको शुभ नाम? हजुरले नाम सलाम। तपाई कुन ठाउँबाट आउनुभयो? हजुर मेरो घर जुम्का सुनसे। हजुरले हातमा के बोकेर आउनुभयो? हजुर यो मेरो आमाको तस्बिर हो र उहाँकै सम्झनामा म आफैले रचेको गीत आज हजुरहरू आज प्रस्तुत गर्न चाहन्छु। ओके, तपाईँ रेडी हुनुहुन्छ आफ्नो प्रस्तुतिको लागि? हुन्छ सर। छाती पुन्छ मलाई दुःख हुँदा तिमीलाई पीडा हुन्छ मेरो आँसु झर्दा तिम्रो छाती पुन्छ मेरी आमा प्यारी आमा मेरी आमा
तिम्रो काख चन्द्रमाको शीतल झै शीतल तिम्रो माया बिहानीको किरण भन्दा न्यानो तिम्रो काख चन्द्रमाको शीतल झै शीतल तिम्रो माया मेरी आमा प्यारी आमा मेरी आमा प्यारी आमा हुर्कायौ तिमीले मेरी आमा हात समाई 9 महिना कोखमा राखी 10 धारा दुध पिलाई हुर्कायौ तिमीले मेरी आमा हात समाई 9 महिना कोखमा राखी 10 धारा दुध पिलाई हुर्कायौ तिमीले मेरी आमा हात समाई मेरो देश नेपाल आमाको पीडा खै ती 9 महिना कोखमा राखी खाली पेट बसी हुर्काएको मेरो छोरा हुर्काएकी मेरो छोरी जन्माए कि क्या हो विदेशी भूमिको लागि थाकिसके मेरो यी 2 आँखा गलिसके मेरो यी 2 गोडा बन्द भए मेरो बोली तर देखिन मैले मेरो छोरा तर भेटिन मैले मेरो छोरी हे परमेश्वर सुनिदेऊ मेरो नेपाल आमाको कुरा हे परमेश्वर देखिदेऊ मेरो नेपाल आमाको पीडा